सक्दिन। यहाँ सुन्नु त यो कन्ठी छोएर भन्नु त तपाईँको छोराको नाम के हो? आयुष आयुष के? राजवंशी हो राजवंशी। ए आयुष राजवंशी तपाईँको छोराको नाम? यत्रो गाना गाउँदैछ नि अनि सुन्नु न यहाँ सुन्नु तपाईँको घर चाहिँ कहाँनिर हो त? मेरो घर भन्दैछु धुलाबारी। धुलाबारी कुन ठाउँ? त्यो लालपानी भन्छ। लालपानी होइन? ए अनि लालपानी तपाईँ कुन मन्दिरमा हुनुहुन्छ कि तपाईँको मन्दिर कसलाई चिन्नु भएको छ? कति नम्बर वार्ड हो? भन्दैछु पहिले 9 थियो, पहिले 9 थियो 12 बनायो, फेरि 2 बनाउँछ। अब उ त पार्दियो धुलाबारी। कन्ठी छुएर भन्नु नि फेरि कति कन्ठी नम्बर वार्ड कन्ठी हो? भएर म ठगेको छु अहिलेसम्म जबरजस्ती कर गरेको छु यो गाउँको मान्छेलाई। तपाईँको छोरालाई हामी बोलाइदिउँ? यहाँ सुन्नु न मेरो छोरा मेरो हो तर यो भन्दा यत्रो थियो है सानो। अनि सुन्नु छोरीको नाम चाहिँ के हो? मेरो छोरीको नाम खुसी हो, मेरो छोराको नाम आयुष हो। अनि आयुषको बिहे भएको छ कि छैन? यत्रो थियो यत्रो थियो छोरा 5 वर्षको थियो। बाउ त्यतिखेर गयो। ए बाउ चाहिँ मरेको? कुनै नारी त्यतिखेर यस्तो चेहरा थियो है, कुनै नारी यस्तो हुँदा त छोरा छोराहरूको लिएर टाप दिन्छु हो कि होइन? होइन तर उनीहरूलाई मैले पाल्दा हुन त तपाईँ कसरी यहाँसम्म आइपुग्नु भयो त? यो त धरमपुर हो त। धरमपुरमा जग्गा छुनु पर्यो भन्छु। तपाईँको जग्गा छ धरमपुरमा? मलाई यो कहाँनिर यहाँ बनाउनु पर्छ दादा। कसरी भन्नु म फोन पनि छुइनँ। फोनमा हेर्नु साथीहरू यहाँ के अरे कहाँबाट आउनुभएको अरे? धुलाबारीदेखि एकजना आमा आउनुभएको छ यहाँ धरमपुर चोकमा होइन। अनि बिहानदेखि नै आउनुभएको अरे। अहिले चाहिँ हामीले ट्याक्कै यहाँ घरमा आइपुग्यौँ। अनि यसो हेर्दाखेरि विचार रुँदै हुनुहुन्थ्यो कहाँदेखि आउनुभएको भनेको धुलाबारी भन्दै हुनुहुन्छ। साथीहरू हेर्नु न अब चिन्नुहुन्छ र हजुरहरूले भनिदिनु होला उहाँलाई। हेर्नु न धर्म हो दादा घर जानु 3 दिन को चाहिँ आएको थियो? भेट्दिनँ दादा भाइ मलाई 3 दिनमा भेट हुनु हुँदैन। तपाईँहरू आमा जाँदा पनि मैले गएको छुइनँ दादा। मलाई जसरी भए पनि यो मन्दिर आउनुपर्छ। यहाँ जग्गा यस्तो लुगामा आउनुभएको छ, सेतो सेतो परेको कुर्ता लाउनु भएको छ अनि चप्पल यस्तो लाएर आउनुभएको छ बिचरा। सक्दिनँ नि त मान्छेलाई मेरो जग्गा भन्न त सकिनँ। तर गानामा भनिराखेछ जे होस् दया गर्नु बरु सबैले मलाई बरु यही शिव मन्दिरको छेउमा। यहाँ शिव मन्दिर कहाँ छ र? यहाँ मन्दिर छ नि अनि त्यहाँ बरु घर बनाइदिनुहोस्। म भगवान्को पूजा गर्छु, हात खुट्टा धुन्छु। म चोर्न कसैले ठग्न जाँदिनँ दादा। अहिलेदेखि होइन म यत्रो सानो थिएँ अहिलेसम्म कसैले। तपाईँ के थरी अरे? म राजवंशी हो। राजवंशी? नाम चाहिँ के भन्न चाहनुहुन्छ? म यसरी अलपत्र परे धरमपुरमा छु मलाई लिन आइज। होइन त्यति भन्दा घरमै मलाई खिचेर मार्ने थिए नभन्नु। भगवान्को नाम लिएको छु बेटा। म भगवान्को ठाउँमा गएर तिमीहरूलाई यत्रो थियौ सानैदेखि ठुलो पारे यत्रो पारे गरेर खान्छौ भने खाँदै गर पढ्दै गर। मलाई शिव मन्दिरमा जानै पर्छ भाइ। योदेखि अर्कै वर्ष लागेको छ। ल साथी हो एकजना यहाँ आमा धरमपुर चोकमा गोपाल नर्सरीको छेउमा आएर अलपत्र भएर बस्नु भएको छ। धुलाबारी घर छ भन्दै हुनुहुन्छ। आयुष छोराको नाम हो, खुसी छोरीको नाम हो भन्दै हुनुहुन्छ। तपाईँहरू छोराछोरी जहाँ भए पनि तपाईँको आमा धरमपुर चोकमा यहाँ अलपत्र पर्नु भएको छ। जसरी भए पनि आएर लैजानु होला। मलाई यही मन्दिरमा बनाउनु पर्छ दादा एउटा घर। तपाईँको नाम चाहिँ खासमा के हो? के लेख्नुहुन्छ? त्यही गाउँदैछ नि तेतल राजवंशी होइन। भगवान्ले त यो नाम राख्दैन। सानैदेखि जुन राखेको छ अहिले पनि त्यहीदेखि गानामा गाउँदैछ कि सुनिहाल्नु। सबैलाई ढोक्छु कहिले आँसु निस्किन्छ छोपेर हिँड्छु। खाना आजदेखि 15 दिन भइसकेको छ। कति दिन भयो तपाईँ उहाँदेखि हिँड्नु भएको? चिया खान्छु भोका खान्छु चुप लगेर पानी खाएर यतामा शीतलमा बसेर। होइन तपाईँ कति दिन भयो तपाईँ यता आउनुभएको धरमपुर चोक? म यता आएको 4 दिन 3 दिन भयो होइन। घरबाट निस्केको मैले। अनि तपाईँले खोजी गरेको छैनन् होला त? अनि घरबाट निस्केको मैले यहाँ 10 दिन 12 दिन 15 दिन भइसक्यो। छोराछोरी 2 जना छन् अरे? उनीहरूले खालि आमा भेटौँ मारिदेऊ बेटा तिमीहरू बरु गरेर खाऊ। म बरु शिवजीलाई भक्ति गर्छु। मेरो भगवान हो। म देवताको छोरी, म राजाको छोरी। यत्रो गाना गाउँदैछ मान्छेले मान्दैन। मेरो जिउ यस्तो छ कसले मान्छ त? यो देवताको छोरी हो मान्छ। मलाई त्यही पनि पूजा गर्नुपर्छ बेटा। अब तिमीहरू ठुलो भयो गर खाऊ ल।
यस्तो बरु 1 कठा पुरा सबै उयो भइसक्यो बाबाले नि दिएको मलाई 2 कठा जग्गा मै छुन सकेको छुइनँ त्यो पहिले नि बेचिदियो मलाई पैसा दिएको छैन दादा त्यो त मै छुन सकेको छुइनँ दादा नभए दिनु नि त 1 कठा किन्न भनेछु तपाईँको जग्गा पनि छ मेरो नाममा जुन जग्गा दिन खोजेको थियो त्यो जग्गा बेचिदियो त्यही त नि त्यो बेच्दा पनि छुने मान्छे हुन्छ दादा त्यो जग्गा छुँदा पनि नि कसरी भन्नु भन्दैछु मेरो नाममा हुँदा त दादा तपाईँ मान्छे खोज्ने थियो हो कि होइन भन्नु त अब यस्तो रात परेको छ होइन बिचरा आमा चाहिँ अब यहाँनिर पाउनु दादा भन्दै कसरी भन्नु यहाँ घरमा आएर बसिराख्नु भएको रहेछ दिनभरि बस्नुभएछ रात अहिले चाहिँ हामी ठ्याक्क पसलबाट आयौँ अनि हेरेको त यहाँ रुँदै हुनुहुन्थ्यो आमा चाहिँ कुनै ठाउँमा छुँदाखेरि 60 बोरा धुग्रा मुग्रा म त यो त भएन त दादा म फोनमा गरिदिन्छु कुदेर बिचरा आमाको चाहिँ के कसरी मागी खानु घरमा दिमागै होइन अब घरमा खाना नानीहरूलाई होइन अनि के खाँदैछ डरै लाग्दो क्या बिचरा राति उदय आउनुभएको छ के गर्नु साथीहरू लागेर आज जानु खोजेको जो मरेको छ त्यो मान्छे गाउँमा मलाई छोको खानु हुँदैन यहाँ त सुनेको छुइनँ यहाँ जान्छु त ल कोसँग कुरा गर्नु भगवान् के दिनु भगवान् मेरो पनि आमा पनि गयो अरे भगवान् म सानैदेखि कसैलाई पाप गरेको छुइनँ भगवान् यो गाउँमा बस्यो भने यसले के भगवान्को पूजा गर के भयो कि भगवान्को नाममा पूजा गर्दा कसैलाई नराम्रो होस् त भन्दैन नि भन्छ हामी त पुराजना बेला बका थियौँ अघिसम्म होइन अहिले चाहिँ अब सबैजना त गइसक्नु भइसक्यो साथीभाइहरू हेर्नु न यसरी अब हेर्नु त्यस्तो बिचरा अब भोक लाग्यो अरे खाना खानुभएको छैन अरे अनि अब खाना अब दिनुपर्छ पस्केर बिचरा होइन तर यस्तो जति नै जेसुकै भए पनि होइन यसरी घर चाहिँ छोडेर हिँड्नु हुँदैन थियो आमाले होइन अब के भयो होला समस्या हुन्छ होइन घरमा जस्तै समस्या भए पनि अब समस्यालाई समाधान गर्नुपर्ने हुन्छ होइन साथीहरू